राजनीतिमा कुनै योगदान नभएका तर आफ्नो क्षेत्रमा अब्बल र स्वतन्त्र पहिचान बनाएका महावीर पुन जस्ता व्यक्तिलाई मन्त्री बनाउनु बालेन सरकारको सबैभन्दा ठूलो निर्णय हो। राजसपाले सत्ता वा पद प्राप्तिका लागि आफ्नै पार्टीका नेताहरूलाई मात्र भर्ती गर्ने पुरानो प्रविधिलाई तोडिदिएको छ। राजनीतिक पहुँचका आधारमा नभई क्षमता, योग्यता र कार्य अनुभवका आधारमा नेतृत्व चयन हुनुपर्छ भन्ने नयाँ भाष्य बालेन सरकारले स्थापित गरिदिएका छन्। आफ्नै दलभित्र ठूलो संख्यामा सांसदहरू हुँदाहुँदै पनि पदकै लागि मरिहत्ते नगर्ने प्रवृत्ति देखिएको छ। साथीहरू, सत्ता स्वार्थ भन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सक्ने व्यक्तिलाई अघि बढाउने संस्कारको विकास यो बालेन सरकारले गरेको छ। व्यक्तिगत र दलगत स्वार्थ भन्दा माथि उठेर क्षमता र दक्षतालाई सम्मान गर्ने यो परिपाटीलाई निरन्तरता दिन सकेमा मात्रै देशले समृद्धिको बाटो समात्न सक्छ। साथीहरू, बालेन सरकारले महावीर पुनलाई अहिले मन्त्रीमा जुन नियुक्त गर्नुभएको छ, यो विषयलाई लिएर तपाईहरू के भन्न चाहनुहुन्छ? जस्ताको तस्तै कमेन्ट गर्नुहोला।